हेलो साथीहरू, वेलकम ब्याक टु माई ग्रान्ड न्यू भिडियो। शारदा माध्यमिक विद्यालयबाट हामी यसै भ्रमणको क्रममा अहिले हेटौँडा स्मारक आइपुगेका छौँ। त्यहाँ हामी सानो पिकनिक जस्तो खाएर फेरि हाम्रो गन्तव्यस्थलतर्फ जानेछौँ। खाना पकाउने र एकछिन रमाइलो गर्नको लागि आवश्यक सरसामग्रीहरूको बन्दोबस्त मिलाउँदैछौँ। स्मारकको वरिपरि हरियाली साथसाथै विभिन्न मनोरञ्जनका सामग्रीहरू देख्न सक्छौँ। हामी स्मारकभित्र प्रवेश गरिसकेका छौँ। वरपरको दृश्य एकदम राम्रो सफा देख्न सकिन्छ। हाम्रो नानी बाबुहरू चाहिँ पिकनिक स्पटतिर सामग्रीहरू लिएर जाँदै हुनुहुन्छ। फाइनल्ली हामीले पिकनिक स्पट पाइसकेका छौँ। यहाँ हामी मात्र होइन, अन्य ठाउँहरूबाट पनि वनभोज कार्यक्रमको लागि आएको देख्न सकिन्छ। हामी चाहिँ वनभोज नभएर शैक्षिक भ्रमणको लागि हिँडेको हुनाले केही समय स्मारकमा बिताएर हामी अर्को गन्तव्यतर्फ लाग्नेछौँ। हामी छिटो छिटो खाना खाएर समय स्मारक अवलोकन गर्नतर्फ लाग्यौँ। त्यहाँ हरिण मृगहरू देख्न सकिन्थ्यो। यहाँ निकै मेहनतले आकर्षक ढङ्गले सजाइएका गार्डनहरू देख्न सकिन्थ्यो, जहाँ कि जति घुम्यो उति नै घुम्नु लाग्ने, एक दिनभर कटाउनलाई त्यस्तो दिक्क लाग्ने ठाउँहरू कुनै पनि देखिनँ मैले। जनावरहरू त्यत्तिकै राम्रो सङ्ग्रहालय जसरी सुरक्षित राखिएका थिए, जसरी चिडियाखानामा जनावरहरू राखिन्छ त्यसरी नै मयूर, हुचिल, चितुवा जस्ता, खरायो जस्ता जनावरहरू चाहिँ राखिएका थिए। त्यहाँ हामीले निकै सुन्दर तस्बिरहरू खिचाएका थियौँ। त्यसपछि हामी आफ्नो सामानहरू गाडीमा राखेर नाच्दै रमाइलो गर्दै अर्को गन्तव्य चितवनतर्फ लाग्यौँ। नाच्ने रमाइलो गर्ने सिलसिला जारी नै रह्यो। जबसम्म चितवन पुगेनौँ तबसम्म हामी नाच्न गाउने त्यो स्टप नै भएको थिएन। यति बेला हामी पैदल हिँडेर चितवनको अतिसार क्षेत्र अवलोकन गर्दैछौँ। नजिकैबाट हात्तीलाई अवलोकन गर्न सक्छौँ। आज चाहिँ क्रिसमस डे पनि रहेकोले क्रिसमस ट्रीहरू एकदमै सजाएर राखिएको थियो। रात परिसकेकोले हाम्रो बन्दोबस्त मिलाउनको लागि सरहरू बुझ्न जाँदै हुनुहुन्थ्यो। तबसम्मको हाम्रो नानीहरूको प्रतिक्रिया लिँदैछु। तिमीहरूलाई कस्तो भइरहेछ? तिमीहरूलाई कस्तो भइरहेछ? अस्मिता हो दिइहाल्नै छ ल तिमीलाई। हो ल हजुरहरूलाई चाहिँ हो हजुरलाई रमाइलो ल रमाइलो गर्नुपर्छ। अझै बाँकी छ, भर्खर आज सुरु दिन हो। फाइनल्ली हामीले रुमहरू पनि पाइसकेका छौँ। विद्यार्थी र मिस म्याम गरी हामी 18 जना रहेका छौँ। यहाँ एकै ठाउँमा हामी बस्ने ठाउँ मिलेको छ। भाइहरू अनि सरहरू चाहिँ अर्को कोठामा बस्नु भएको छ। हामी चाहिँ
निद्रा नहुन्जेल शैक्षिक भ्रमणलाई मेमोरेबल अनि रमाइलो गर्दै रात काटाउने सोचमा छौँ र यहाँ सुन्तले मेडम नाचिरहनु भएको छ। माया दर्शन सलामा। हामीले रमाइलो गरुन्जेल खाना पनि तयार भइसकेको थियो, त्यसैले हामी खाना खानको लागि गयौँ। डे 1 को रात्रि भोज होइन हो। यता 2 भाग आउँदैछ, आइसक्छ। कस्तो छ खाना? मिठो मिठो छ। यता भान्छु नमिठो खाइसक्यो तिमीहरूले? भिडियो किन भाइ यता स्पेसल हाम्रो चाहिँ खाना आउनै बाँकी थियो, त्यसैले हामी फर्किरहेका छौँ। खाना आइसकेको छ। हाम्रो खाना म पनि खाएँ ल। खाना खाइसके पश्चात पनि हामी एकछिन रमाइलो गऱ्यौँ। यहाँ हाम्रो 3 जना होनहार सरहरू एकदम मजाले नाच्दै हुनुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ, गीतमा झुम्दै हुनुहुन्छ, रमाउँदै हुनुहुन्छ। हाम्रो अमर गुरु र महेश गुरु चाहिँ नाचेको दुर्लभ भिडियो हो यो। खड्ग सर चाहिँ प्राय नाचि नै रहनुहुन्छ। 2 जना गुरुहरू चाहिँ एकदमै रेयर पाइन्छ नाचेको, त्यसैले मैले क्याप्चर गर्न पाएँ। खुसी चाहिँ बाको रमाइलो सकिन साथ रुममा आइपुग्दा टिकटकको बिहाइन्ड द सिन हेर्न पाउँछौँ, जुन टिकटक चाहिँ ससिमेसको टिकटक आइडीमा देख्न सकिन्छ। शैक्षिक भ्रमणको डे 1 यसरी नै सकिएको छ।